नमस्कार सबैलाई। आज फेरि म तपाईँहरूलाई इमिसमा लिएर आएको छु। आज म देखाउँदैछु इमिसमा कसरी अहिले नयाँ अपडेट आएको छ, त्यो नयाँ अपडेटको बारेमा म जानकारी दिन गइरहेको छु। र आज इमिसको नयाँ अपडेट भनेको शिक्षकको नाम नेपालीमा लेख्नुपर्ने अप्सन अहिले इनेबल भएको छ इमिसमा। अब यो सबैले पहिला इङ्ग्लिसमा लेख्नुभएको थियो, अब इङ्ग्लिस पनि छ, फर्स्ट नेम लास्ट नेम, तर नेपालीमा सबै शिक्षकको नाम पुरा नाम एउटै ठाउँमा लेख्नुपर्छ। त्यो कसरी गर्ने भनेर म तपाईँलाई देखाउँदैछु। यसको लागि के गर्नुपर्छ, इमिस लगइन गर्नु होला। इमिस लगइन गरेपछि यहाँ टिचर स्टाफमा आउनु होला। टिचर स्टाफमा आइसकेपछि तपाईँले यहाँ लोड गर्नु होला। लोड गरेपछि तपाईँको अब टिचरहरूको डिटेल यहाँ आउँछ, टिचरहरूको डिटेल आउँछ यहाँ। त्यसपछि तपाईँले के गर्नु भने एक्सन बटनमा जानु होला। म तपाईँलाई देखाउँदैछु, यहाँ हेर्नु होला। यहाँ स्यालेरी एड अनि यहाँ एक्सन बटन छ, यो एक्सन बटनमा यहाँ क्लिक गर्नु होला। एक्सन बटनमा जानु होला, यहाँ क्लिक गर्नु होला। एडिटमा क्लिक गरेपछि तपाईँले एडिटमा क्लिक गरेपछि तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ शिक्षकको नाम नेपालीमा भनेर आउँछ। अब यहाँ शिक्षकको नाम नेपालीमा कसरी लेख्ने भन्ने कुरा हुन्छ। अथवा गुगलमा जानु होला। गुगलमा गएर तपाईँले पृथ्वी टु युनिक कोड सर्च गर्नु होला। युनिक कोडमा त्यहाँ लिन्छ, तर त्यहाँ अहिले हामीले टाइप गर्दा नेपाली आउँछ, त्यही भएर पृथ्वी टु युनिकमा जानु होला। पृथ्वी टु युनिक कोडमा जानु होला। यहाँ जति नाम पृथ्वीमा लेखेपछि तपाईँको तल यहाँ युनिक कोडमा आउँछ। यो युनिक कोडलाई यहाँबाट कपी गर्नु होला र कपी गरेर तपाईँले के गर्नु भने यहाँ आएर यहाँ राखिदिनु होला। यहाँ राखेपछि तपाईँ यहाँ सेभ बटन छ, तपाईँ यहाँ सक्नुहुन्छ। यहाँ सेभ बेसिक इन्फर्मेसन छ, यहाँ गएर तपाईँ सेभ गरिदिनु होला। यो इमिसको नयाँ अपडेट हो र यो सबैले अनिवार्य गर्नुपर्छ, किनभने यहाँ हेर्नु होला स्टार लागेको छ। त्यही भएर यो नेपालीमा शिक्षकको नाम सबैजना अनिवार्य गर्नु होला। धन्यवाद।